यो काली खोला कहाँ पुग्छ होला बगेर साला जगए पनि जन्मेको ठाउँको सम्झना झला बृहत सांस्कृतिक कार्यक्रम तथा सार्वजनिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2082 आज भलेटार विकास समाजका अध्यक्षज्यू अर्जुन पुलामी भान्जालाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र सम्पूर्ण टिमलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र यतिखेर प्रमुखज्यू गइसक्नु भएको छ अलिकति व्यस्तताका कारणले गर्दाखेरि र आज हामी धेरै रमाइलो गर्नेछौँ पक्कै पनि बिस्तारै हाम्रो पाहुना र डिभेन्ट सबैजना बिस्तारै आउँदै हुनुहुन्छ यहाँहरूलाई म केही गीतहरू लाइभ बाजोमा गाउँदै केही गीतहरू ट्र्याकमा गाउँदै नचाउने कोसिस गर्नेछु पक्कै पनि यहाँहरूले साथ दिनुहुन्छ मैले यहाँहरूलाई परिचय दिइराख्नु पर्दैन यसै गाउँठाउँमा म वर्षै नै आउँछु सधैँ आउँछु यो बाटो हिँड्छु यसै ठाउँमा आएर गीत गाउँछु रमाउँछु यहाँहरूसँग हासिल गर्छु कहिले कौरा नचाउँछु कहिले हाम्रै नचाउँछु यहाँहरूसँग त्यसैले पनि यहाँहरूले मलाई प्रायः चिन्नु भएकै छ भन्न चाहन्छु भन्दै यति मिठो कार्यक्रम सञ्चालन गर्दै गर्नुहुने मेरो प्यारो आदरणीय दाजु लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय उपाध्यक्ष दीपक खड्का दाजुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु नमस्कार गर्न चाहन्छु र हाम्रो गुरुआमा हुनुहुन्छ लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय वर्तमान अध्यक्ष आदरणीय रिता थापा दिदीले पनि हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु नमस्कार गर्न चाहन्छु यस्तै गरी लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रकै उपाध्यक्ष मेरो हितैषी मित्र निकै पुरानो रिस्ता हाम्रो नाता छ कुमार अधिकारीज्यूलाई पनि हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु र अमर भाइ र बेल भाइ लगायतका सम्पूर्ण टिम हुनुहुन्छ यहाँहरूसँगलाई जीवन भाइ र प्यारी बहिनी जुना बहिनी लगायतका वाद्यवादक हुनुहुन्छ आरपी भाइ र दिपेन्द्र भाइ लगायतको टिमलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै यहाँहरूमाझ धेरै नबोलिकन समय ढल्किसकेको छ साँझ परिसकेको छ किनकि यो माइक मेरो घाँटी नमिलेर हो कि के हो कसो म आफैले गाएकाले बुझे जस्तो लाग्दैन ठिकै छ अलिकति मोनिटरमा अलिकति माइकहरू अलिक फालिदिने होला बाहिर जस्तो सुने पनि हो ठिकै आयो क्या अलिकति सानै बनाउनु होला लाइभ बाजारमा एउटा गीत गाउँछु र एउटा गीत चाहिँ मैले कलाकार कसरी भयो भन्ने कुरा पनि मलाई एकदम यो ठाउँको यो माटोले जन्माएर यो ठाउँमा कौरा नचाउँदै हिँड्दाखेरि म कलाकार बन्छ जस्तो लागेर कलाकार भनिएको ठाउँमा पुगेर कहाँ के गरियो त्यो त मैले अलिकति माथि पनि पुग्न सकेन होला सानो बनाउनु सानो
मादलको इको काटिदिनुहोस्, क्याटको पनि इको काटिदिनुहोस्। 0 ल मादलमा चाटिहाल्नुहोस्। एउटा गौरा चाहिँ मैले यो पुरानो गीतलाई मैले नयाँ भाकामा अहिले तोलाचान गायिका तोलाचानसँग रेकर्ड गर्दैछु। एरेन्ज भइसकेको छ। त्यो गीत थोरै गाउन चाहन्छु यहाँबाट। कौरा गीत हो। वास्तवमा गाउँघरमा कौरा गीत भन्छ हामीले। बजारीकरणमा व्यवसाय रूपमा गर्दाखेरि कौराको कुनै पनि फेद र टुप्पो अनुप्रास मिलेको हुँदैन। पछि जोड्दाखेरि हामीले जोड्ने मात्रै हो, चरण लिँदाखेरि जोड्छौँ। त्यसैले गर्दाखेरि हामीले विशेष गरी कौरा गीत चाहिँ एकहोरै जान्छ, त्यसपछि पछाडि चरण लाग्दा मात्रै। ल एकछिन नबजाइदिनुहोस् है, म थोरै मात्रै गुनगुनाउँछु। टुप्पैमा मनको रहारा, यो चाहिँ निकै पुरानो हाम्रो बाबुबाजेहरूले गाउने कौरा गीत हो। शब्द चाहिँ मैले चाहिँ भाका चाहिँ अलिकति संयोजन गरेको छु यसमा। हे टुप्पैमा मनको रहारा, ओइल्यो भन्जी खुइल्यो मामा, बाबाली छाता सालको पात, टुप्पैमा मनको रहारा, टुप्पैमा मनको रहारा, ओइल्यो भन्जी खुइल्यो मामा, दाबाली छाता सालको पात, टुप्पैमा मनको रहारा, टुप्पैमा मनको रहारा। यो चाहिँ शब्द बुझ्नुपर्छ, किनकि उमेरमा हुँदाखेरि भेटेको माया, भान्जी पनि ओइलेर गयो फुल जस्तै, मामा पनि खुइलिएर गयो मेरो कपाल जस्तै, होइन यस्तै। तर रहर भने टुप्पैमा छ, होइन कहिले पनि नझर्ने, कहिले पनि फेदमा नहुने, कहिले नमर्ने माया छ, रहर टुप्पैमा छ भनेको यो शब्दले त्यसरी जनाउँछ भन्दै अहिले लागि दाइ नदीभन्दा गाउँ है एउटा। ल एउटा लाइभमा नदीभन्दा लामो छ माया गाउँछु, त्यसपछि एउटा कौरा गीत यहाँ माझ प्रस्तुत गर्छु। बजाउनु होला। निकै पुरानो गायक सर्जकहरूले सम्झिँदै र बुवामालाई साँची राख्दै र सबैजनालाई कलाकार साथीहरूलाई साँची राख्दै र यसै गाउँको देवी देवतालाई साँची राख्दै यहाँबाट गाउने कोसिस गर्छु। पक्कै पनि राम्रो छ, अलिअलि राम्रो राम्रो जस्तो लाग्यो भने ताली बजाउनु होला, र छैन जस्तो लाग्यो भने पनि ठिकै छ। यहाँहरू बसेर हेरिदिनु होला, सुनिदिनु होला। नाच्ने खालको गीत गाउँदिनँ, किनकि अलिकति सुन्ने खालको गीतहरू गाउँछु। त्यसपछि कौरा चाहिँ गाउँछु। यहाँले नाच्नुपर्छ अहिले लागि, स्वीकार्नुहोस्। ल गीतको गायक कृष्ण गुरुङ दाजुलाई सम्झिँदै हे नदी भन्दा लामो छ यो माया, तारा भन्दा धेरै छ सम्झना, भन्देऊ माया। तारा
सिउरीका टिका पाएलाई बेसारा मायालाई हाँसीमा खुसी लाउँछोको माया जिन्दगी के छरा जिन्दगी के छरा हे हे रागभन्दा रातो छ यो माया आगो भन्दा तातो छ पिरती भन्देऊ माया खाँदा अमिलो भयो गुलियो स्याउ दाना हो कि न हो मायालाई कागती खाँदा अमिलो भयो गुलियो स्याउ दाना हे मायालाई मायालु जनको जगै पनि हैराने सम्झना आकाश भन्दा अग्लो छ यो माया सागर भन्दा गहिरो छ पिरती भन्देऊ माया आकाश भन्दा अग्लो छ यो माया सागर भन्दा गहिरो छ पिरती भन्देऊ माया नदी भन्दा लामो छ यो माया सागर भन्दा धेरै छ भन्देऊ माया थ्याङ्क यू। अब हेर्नुहोस् यो किनकि लाइभ बाजामा गीत गाएको बानीले गर्दाखेरि लाइभ बाजामा गाउन मजा छुट्टै हुन्छ त्यही कारणले गर्दाखेरि मैले हेर्नुहोस् यो छोटो मिठो पहिलाको ठाडो भएको मैले भन्नै बिर्सेछु यो चाहिँ रेकर्ड हुँदैछ नयाँ ठाडो भएको पनि गाउने कोसिस गरेको छु प्रयास कस्तो हुन्छ र हेर्नुहोस् अहिलेको लागि कौरा गीत हुन्छ सबैजना कौरा गीतमा नाच्ने हो ल किनकि मैले अलिअलि हल्ला फिजाएन भने अलिअलि हल्ला गर्ने वातावरण गराएन भने हाम्रो अतिथि कलाकारजीहरू त झन् पछि आएर मैले अलिकति यहाँ मेरो नाक काटे जस्तो पनि हुन्छ मेरो ठाउँमा आएर होइन सबैजना नाच्नुपर्छ रमाइलो गर्नुपर्छ हल्ला चाहिँ धेरै चाहिन्छ कलाकारलाई दिपक दाइले भनिसक्नुभयो अघि नै गमक्कै बसिराख्यो भने गाउने कलाकारलाई मजा आउँदैन नाच्नेलाई पनि मजा आउँदैन होइन त्यही कारणले गर्दाखेरि यहाँ सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु एउटा कौरा गीत बजाइदिनु भाइ र हाम्रो गीतलाई नमिठो स्वरलाई मिठो बनाउने सम्पूर्ण भाइहरूलाई संस्कृत भाइलाई धन्यवाद दिन चाहन्छु र बुलिन्डर प्रेसलाई पनि धेरै धन्यवाद दिन चाहन्छु ल नाच्यो है नचिन गाएर गीत सुनेको जम्मैले सुनेको गाउनुपर्छ त्यही भएर सानो माया आउने फेला तिम्रै माया bisa na
उसले भन्थ्यो अभागीलाई खाने बेलामा ज्वरो आउँछ भन्थ्यो। ल सुरुदेखि बजाउनुहोस्, आउँछ भने मिल्छ भने। सबै घाट माथि गर्नुहोस् है, सबैजना नाच्नुपर्छ।
ल मैले गर्नुपर्ने काम यति नै हो, मैले गाउन सक्ने यति नै हो। यहाँले नाच्नु पर्ने ठाउँमा नाचिदिने होला, ताली बजाउने ठाउँमा ताली बजाउनु होला। भन्न चाहन्छु कसलाई हजुर यो समय निकै थोरै भएको कारणले गर्दाखेरि मेरो गाउँठाउँमा यति धेरै कलाकारहरूलाई बोलाएका छौँ हामीले र यति धेरै ख्यातिप्राप्त कलाकार गायक गायिकाहरूको आगमन रहेको छ। मेरो भन्दा पनि हामी अतिथि कलाकारजीहरूको मिठो गीतहरूमा धेरै नाच्दैछौँ। पक्कै पनि यहाँहरूलाई यो पनि अलिकति खुट्टा टाठो बनाएर राख्नु होला र सबैजना नाच्न मिल्छ, अलि मिलाएर नाच्नु होला। कसैलाई ठक्क धक्का नदिइकन नाच्नु होला भन्दै अहिले लागि म छोटो गीतबाट यहाँहरूमा बिताउन चाहन्छु। हस् त, धन्यवाद। जय बुलिङटार। धेरै धेरै धन्यवाद। एकपटक एम बहादुर आले मगरको लागि जोरदार ताली बजाइदिनुहोस् त। एम भाइ अझै यो कार्यक्रम कति दिनसम्म चल्छ? 3 दिनसम्म होइन त? होइन हो नि, 3 दिनसम्म यो कार्यक्रममा हुनुहुन्छ। त्यसैले केही गीत मात्रै गाउनु भएको छ। धेरै धेरै धन्यवाद। दिदीको नाच चाहिँ खतरा यो आज दिदी बहिनीहरूको हो। दिदी दिदी गीतले नचाएको त होला नि? होइन, गीतले हो नि नचाएको होइन? ओहो, सुन धेरै लाउनु भएको छ यस्तो महँगो बेलामा। कति धेरै लाग्यो त सुन बुढीमा हो त्यत्रो? रोलगोल हो? यसलाई राम्रो छ रोलगोल भयो। ल यस्तै नाच्नको लागि यो अगाडिको ठाउँ हजुरहरूको लागि पनि हो है। नाच्नुहोस् है, रमाइलो गर्ने हो। हामीसँग चाहिँ लोकप्रिय गायिका रिता थापा मगर, खुमन अधिकारी बाँकी हुनुहुन्छ। यो भित्र तपाईँहरू नाच्नको लागि हो। मेरो गीतहरू पनि सुनाउन बाँकी छ, दोहोरी सुनाउन बाँकी छ, नाच हाम्रो बहिनीको नाच बाँकी छ, जीवन भाइको नाच बाँकी छ, धेरै कलाकारहरूको वस्तु बाँकी छ। तर तपाईँहरू घर जान आत्तिसकेको मैले जानकारी पाएको पनि छु। शोभायात्रामा सहभागी